यतिखेर म मलेसियाबाट यो भिडियो र यी तस्बिरहरू सार्वजनिक गरिरहेको छु। अनि यो बेला तपाईँ मलाई जहाँबाट हेरिराख्नु भएको छ, जहाँबाट सुनिराख्नु भएको छ, तपाईँहरू सबैजनालाई मिठो माया, मिठो सम्झना। अनि तपाईँका लागि मैले केही ल्याउन नसके पनि, केही दिन नसके पनि यो आउँदै गरेको दसैँ र तिहारको अवसरमा धेरै धेरै शुभकामना। तपाईँका आफन्त परदेशमा हुनुहुन्छ अनि तपाईँका आफन्त घरदेशमा हुनुहुन्छ। ती आफन्तहरूसँग सदैव खुसी रहेर बस्न सक्नुहोस्। तपाईँलाई धेरै धेरै सम्झना, धेरै धेरै दसैँ तिहार आइसक्यो हे, झर्छ आँसु साथीलाई सम्झेर, पुग्ने मन थियो हिजो अस्तिमा।